यसरी पुरै निक्लिन्छ। कुनै कुनैको ननिक्लेर तास्नु पर्ने अवस्था हुन्छ के। यो चाहिँ तासेको पातलो पातलो छ। हेलो एन्ड नमस्ते, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र कालो बेसार युट्युब च्यानलमा चाहिँ कालो बेसार मात्रै होइन कि आज चाहिँ नयाँ भिडियो ल्याइरहेको छु मैले। र नयाँ भिडियो भन्नाले चाहिँ हाम्रो किचन सम्बन्धी मसलाको रूपमा प्रयोग हुने दालचिनी, यानि कि तेजपत्ता भनेर नि चिनिन्छ हामीले। पातलाई भने तेजपत्ता भनिन्छ भने बोक्रालाई दालचिनी भनेर चिनिन्छ। र मैले चाहिँ दालचिनीको बोक्रा निकालिरहेको थिएँ, त्यही भएर एउटा भिडियो बनाइदिउँ भनेर लागेको हुँ। र यहाँ देख्न सक्नुहुन्छ पुरै यो दालचिनीको बोक्रा चाहिँ कुनै कुनै निक्लिया छ, कुनै कुनै निकालेँ र कुनै कुनै चाहिँ यसरी हैँसाको माध्यमले तास्न परेछ। यो चाहिँ अलिकति सुकिसके भएर तास्न परेको हो। र हजुरहरूले दालचिनी चाहिएमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। हजुरहरूले धेरै ठुलो स्केलमा त अर्डर गर्न सकिन्न, अर्डर लिन बुकिङ गर्न, र सानो स्केलमा चाहिँ अर्डर गर्नु होला। 1 देखि 10 किलोसम्म अर्डर हुन्छ। पुरै यो निकालिसकेको दाउराहरू हो यो, यसको चाहिँ निकाल्नै छ। र यसको पनि निकाल्न बाँकी छ, दुईटाको बाँकी छ, अरू सबै निक्लिसकेको छ। र हजुरहरूलाई चाहिएमा अरू पनि छ, ऊ त्यहाँ देख्न सक्नुहुन्छ पुरै यो जुम गरेर देखाएको छु। यो पनि दालचिनीको बोक्रा हो, दालचिनीको बोट, यसको पनि निकाल्ने हो। अब यो दुईटा मुढा 3टा मुढा सिद्धेपछि निकाल्ने हो। Ukulele bujo.
डर खै त पिन्छ यो छस छस रामे तैँले पनि सहयोग गर्ने न हेलो गाइस यहाँ अङ्कलले तेजी गुरुङ भएको छ उता क्रिकेटको म्याच खेल्न भनेर कुकुरले बटा के देख्यो बुझ्यो रामेले ब्याट बनाउँदैछ चौरा खेल्न जाऊ आरु छ यहाँ हेर्नु रामे के गर्नु भएको छ रामेजी ब्याट समात्दै बस्नु भएको छ हेर्नुहोस् सुप्रिमलाई गर्न पठाउनु भएको छ हेर्नु होला है रामेले ढुङ्गा लिएर सट हान्यो तर मलाई लाएन तर फेरि रामेले ढुङ्गा लियो तर म अङ्कलतिर लुक्न गएँ तर रामेको कुकुरले ढन्ड मलाई बचायो तर रामेको भाग्दिने रहेनछ चाक देखाउनु मात्रै भाग्य रहेछ रामे त खतरा छ अनि सुप्रिम टाइलमा छ यहाँ हेर्नुहोस् गर्दै उनीहरूले चाहिँ बाबुलाई भुला छन् रामेले चाहिँ ब्याट बनाउँदै हान्दै भलक बनाउँदै यिनीहरू तिनजनाको कति लुवाट गर्थ्यो जाऊ भित्र छ चप्पल दालचिनी है यो चाहिँ दालचिनीको बोक्रा तेजपत्ताको चाहिँ बोक्रा हो यो तेजपत्ता भनेको अर्कै हुन्छ पात मात्रै भयो भने यो चाहिँ बोक्रा हो मसलामा हाल्नको लागि प्रयोग हुन्छ यो चाहिएमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरूले यसरी पुरै निक्लिन्छ कुनै कुनैको ननिक्लेर तास्नु पर्ने अवस्था हुन्छ के
यो चाहिँ तासेको पातलो पातलो छ